क्रन्चेस र एब्सको एक्सरसाइज गरेर आफ्नो बेली फ्याट घटाउन सकिन्छ। आजको एपिसोडमा हामी डिबङ्क गर्छौं के कुनै स्पेसिफिक ठाउँको मात्र एक्सरसाइज गरेर त्यहाँको फ्याट घटाउन सकिन्छ त। जस्तै एब्स गरेर पेटको फ्याट। खुसीको कुरा, यो गर्न सकिँदैन। फ्याट लसको सिम्पल फर्मुला छ, आफूले खाने भन्दा धेरै एनर्जी खर्च गर्नु पर्यो, अनि खानाबाट शरीरलाई चाहिने एनर्जी पुगेन भने बल्ल तपाईको शरीरले फ्याट युज गर्न थाल्छ। यो फ्याट शरीर भरिबाट नै युज गर्ने हो, तर कुन ठाउँबाट सुरुमा फ्याट युज गर्ने भन्ने कुरा तपाईको जेनेटिकमा भर पर्छ। अनि नेपालीको जेनेटिकको कुरा गर्नु पर्दा हाम्रो पेट र थाईमा धेरै फ्याट स्टोर हुन्छ र यो फ्याट शरीरले एकदमै लास्टमा मात्र युज गर्छ। त्यसैले सबभन्दा पहिले तपाईको मुखको फ्याट कम हुन्छ, जसले गर्दा आफू दुब्लाएको जस्तो लाग्छ, अनि पेट र थाईको फ्याट लास्टमा मात्रै कम हुन्छ। यो सबै कुरा हाम्रो कार्ब हेभी डाइट र लो प्रोटिनको कारणले गर्दा भएको हो। अनि यदि तपाई जिम गएर मसल ट्रेनिङ गर्नुहुन्छ भने तपाईले बसिरहेको बेलामा पनि शरीरले एनर्जी युज गरिरहेको हुन्छ, जसले गर्दा फ्याट लस छिटो हुन्छ। सो एब्सको एक्सरसाइज मात्रै गर्न छोड्नुहोस् अनि आफ्नो शरीरको सबै मसलको ट्रेनिङ गर्नुहोस्, स्पेशली लेगको, किनकि यसमा धेरै मसल हुन्छ र तपाईको फ्याट लस पनि छिटो हुन्छ। यो भिडियो खाली एब्सको मात्र एक्सरसाइज गर्ने साथीलाई फरवार्ड गरिदिनु होला। अनि तपाईलाई थाहा छ, साइडको प्लस बटन थिच्यो भने तपाईको एब्स देखिन्छ।